यदि यो एउटा कुरालाई हल्का रूपमा लिनुभयो भने तपाईले आफ्नो पुरै जिन्दगीभर पछुताउनु पर्नेछ। किनभने मान्छेको दुर्भाग्य र नकारात्मकता क्यान्सर भन्दा पनि धेरै खतरनाक हुन्छ। हामी मध्ये धेरै जसो मान्छेहरू भावनामा बहकिएर सधैँ रोइरहने, दुःखको नाटक गर्ने र भाग्यलाई दोष दिने मान्छेहरूलाई मद्दत गर्न जान्छौँ। तर सत्य के हो थाहा छ? हरेक सङ्घर्ष गर्ने मान्छे नराम्रो हुँदैन, तर सधैँ गुनासो र नेगेटिभ कुरा मात्र गर्ने मान्छे टक्सिक हुन्छ। उनीहरूले आफ्नै गलत निर्णय र नकारात्मक सोचले गर्दा त्यो दुःख निम्ताएका हुन्छन्। जब तपाईँ उनीहरूको नजिक जानुहुन्छ, तपाईँले उनीहरूको दुःख त घटाउन सक्नुहुन्न, उल्टो उनीहरूको नेगेटिभिटी तपाईँभित्र छिर्छ। यो हो रोबर्ट ग्रीनको ल नम्बर 10, इन्फेक्सन, एभोइड द अनह्याप्पी एन्ड अनलक्की। नकारात्मकता एउटा यस्तो भाइरस हो जुन तपाईँले नचाहँदा नचाहँदै पनि एब्जर्भ गर्नुहुन्छ र बिस्तारै तपाईँको आफ्नै सोच्ने तरिका, तपाईँको ऊर्जा र तपाईँको भाग्य पनि बर्बाद हुन थाल्छ। यदि जीवनमा अगाडि बढ्नु छ भने रोइरहनेहरूबाट टाढा भाग्नुहोस् र सधैँ सकारात्मक र खुसी र सफल मान्छेहरूको सङ्गत गर्नुहोस्। सङ्गतले नै तपाईँको भविष्य तय गर्छ। यो कुरालाई आजै आफ्नो दिमागमा फिड गरिराख्नुहोस्। तपाईँको सर्कलमा यस्तो नेगेटिभ भाइरस को छ? मनमा नै सम्झिनुहोस् र ल नम्बर 11 को लागि अहिले फलो र सेभ गर्नुहोस्।